ल धन्यवाद। यो रत्मान महर्जनजीले मलाई यो गिफ्ट दिनुभएको छ हाम्रो घरको लागि। मेरो श्रीमतीले म गिफ्ट दिन्छु। अनि जेन चाहिँ उहाँको छोरा कम्प्युटर साइन्स पढाउने मान्छे हेर्दाखेरि खुसी आफै पढ्ने जस्तो छ। यो उमेरमै मान्छेलाई चाहिँ पढाउने भनेपछि कति ठुलो काम गर्नुभएको छ। स्टुडेन्टलाई एकदमै धेरै धेरै बधाई है। अनि जिना पहिले हाम्रो उसमा हामी सानसानो हुँदाखेरि जिना तामाङ होइन, एकदम राम्रो थियो। अनि जिनाको पनि राम्रो लाग्यो। फेरि जर्नलिजम पढेर होइन, एजुकेसन सेल्फी भिडियो खिच्छ नि जर्नलिजम पढेर आएको। भोलि पर्सि राम्रोसँग पढेर एकदम राम्रो नेपालको एकदमै राम्रो जर्नलिस्ट बन्नु है। अनि तथ्य समाचार मात्रै लेख्नु, अनि कुनै पोलिटिकल पार्टीको चाहिँ मुखपत्र नबन्नु, अनि राम्रो कुराले लेख्ने, नराम्रो कुरालाई भाइरल नबनाउने। मान्छेहरूलाई सज्जन जस्तो छ त्यस्तो काम गर्दै गर्दैन है। ल खुसी लाग्यो। थ्याङ्क यू सर।